सम्पूर्ण साथीहरुमा नमस्कार। म आरके सर र आरके सर इन्स्टिट्युटमा यहाँहरुलाई स्वागत छ। आजको विषय अति नै रोचक रहेको छ र आज म कुन विषयमा कुरा गर्न गइरहेको छु भने एउटा नयाँ युट्युबरले सुरुदेखि नै युट्युबमा ध्यान दिनुपर्ने कुराहरु के हो त, जस्तो पछिल्लो दिनहरुमा त्यसलाई मोनेटाइजेसन गर्न पर्ने हुन्छ र ती प्रक्रियाहरु प्राप्त गर्नको लागि त्यो भन्दा पहिले नै कतिपय कुराहरु ध्यान दिनुपर्ने हुन्छ। अब म आजको यो भिडियोमा एउटा युट्युबरले युट्युब खोलिसकेपछि सुरुदेखि उसले चाहिँ के कुरामा विशेष फोकस वा विशेष ध्यान दिन पर्छ जसले गर्दा फ्युचरमा एकदम छिटो नै उसको भिडियोहरु ग्रो होस्, उसको च्यानलहरु ग्रो होस्, लाइक सब्स्क्राइबरहरु पनि छिटो ग्रोथ होस् भन्नको लागि कतिपय महत्त्वपूर्ण विषयहरु हुन्छ जसमा उसले विशेष ध्यान दिनुपर्ने हुन्छ। ती कुराहरु के हुन् भन्ने कुरा आजको यो भिडियोमा तपाईहरुलाई बताउन गइरहेको छु। सबैभन्दा मेन कुरा के हो भन्दाखेरि तपाईले आफ्नो नयाँ युट्युब च्यानल खोलिसक्नु भएको छ भने त्यो अलग कुरा हो, तर तपाई अब नयाँ च्यानल खोल्ने प्लानमा हुनुहुन्छ भने तपाईले सबैभन्दा पहिले त्यो च्यानलको नाम के राख्ने भन्ने कुरामा चाहिँ विशेष ध्यान दिनुपर्ने हुन्छ। अब तपाई जस्तै एउटा भ्लगको भिडियोहरु हाल्दै हुनुहुन्छ भने त्यही किसिमको नाम राख्न पर्यो। तपाईको भिडियो एजुकेसनसँग सम्बन्धित छ भने त्यही किसिमको नाम हुन पर्यो। अंग्रेजी भाषाको हो कि शेयर बजारको बारेमा हो, पहिले चाहिँ तपाई कुन विषयमा धेरै भिडियो बनाउनुहुन्छ त्यो सँग सम्बन्धित र मिल्दो सुहाउँदो आकर्षक तपाईको युट्युब च्यानलको नाम हुन पर्यो र अडियन्सहरुले पनि सर्च गर्दाखेरि सजिलै भेटिने खालको र सबै जनाले थाहा पाउने खालको नाम राख्न पर्छ। च्यानलको नाम राख्ने बेला तपाईहरुले विशेष ध्यान दिनुपर्ने हुन्छ। तपाईको च्यानलको नाम एकातिर भिडियोहरु अर्कोतिर भयो भने त्यति प्रभावकारी हुँदैन। त्यही कस्तो भिडियोहरु अपलोड गर्नुहुन्छ त्यसमा सुहाउँदो र त्यही किसिमको तपाईहरुले त्यसको नाम राख्नु भयो भने त्यो अति नै राम्रो हुन्छ। त्यसपछि अर्को दोस्रो महत्त्वपूर्ण कुरा के हो भने तपाईको युट्युबमा लोगो हुन पर्छ हैन। जस्तो तपाईले आफ्नै फोटो पनि राख्न सक्नुहुन्छ वा आफैले एउटा लोगो डिजाइन गरेर पनि त्यसमा राख्न सक्नुहुन्छ। त्यसपछि अर्को महत्त्वपूर्ण कुरा के हो भने तपाई कुन शीर्षकमा भिडियो बनाउनुहुन्छ त्यो अति नै महत्त्वपूर्ण हो। सबैभन्दा पहिले तपाई कुन शीर्षकमा भिडियो बनाउनुहुन्छ त्यो यकिन गर्न पर्यो र त्यसै शीर्षकमा आधारित रहेर तपाईहरुले आउँदा दिनहरुमा आफ्नो भिडियो बनाउनु पर्ने हुन्छ। त्यसैगरी अर्को महत्त्वपूर्ण कुरा के रहेको छ भने तपाईहरु क्यामेराको क्वालिटी भन्दा पनि तपाईको कन्टेन्ट के हो त, त्यो कन्टेन्टमा विशेष फोकस गर्न पर्छ, विशेष ध्यान दिन पर्छ। यदि तपाईको क्यामेरा अलिकति विक छ भने पनि केही प्रब्लम हुँदैन, तर तपाईको कन्टेन्ट भनेको एकदम समय सापेक्ष र सुहाउँदो हुनुपर्ने हुन्छ। अडियन्सले रुचाउने खालको तपाईको कन्टेन्ट छ भने तपाईको युट्युब छिटो र छोटो समयमै भाइरल हुने, तपाईको च्यानल छिटो ग्रोथ हुने, सब्स्क्राइबरहरु बढ्ने, लाइक शेयरहरु बढ्ने सम्भावना अति नै धेरै हुन्छ। त्यसपछि तपाईले अर्को ध्यान दिनुपर्ने र महत्त्वपूर्ण कुरा के हो भन्दाखेरि तपाईले आफ्नो भिडियोमा प्रयोग गर्ने जुन ब्याकग्राउन्ड म्युजिकहरु हुन्छ वा अरु कुनै पनि साउन्डहरु तपाईले युज गर्नुहुन्छ भने त्यो कपिराइट फ्री हुन पर्यो। तपाईले कपिराइट फ्री म्युजिकहरु एड गर्नु भयो भने यसले तपाईले केही पनि समस्या ल्याउँदैन, तर तपाईले कपिराइट भएको म्युजिकको प्रयोग गरिदिनु भयो भने अब पछि त्यही भिडियोबाट अर्निङ भयो भने त्यसको केही पर्सेन्ट ओरिजिनल कन्टेन्ट क्रिएटरलाई जाने गर्छ। त्यही भएर तपाई सकेसम्म कपिराइट फ्री म्युजिकको प्रयोग गर्नुभयो भने अति राम्रो हुन्छ। त्यसैगरी एउटा नयाँ युट्युबरले ध्यान दिनुपर्ने अर्को महत्त्वपूर्ण कुरा के भन्दाखेरि कुनै पनि कुराको तपाईले कपी गर्न भएन हैन। तपाई अरूको भिडियो हेर्नुस्, अरूको भिडियो हेर्न पाइयो, तर तपाई जब भिडियो बनाउनुहुन्छ ती भिडियोहरु कस्तो हुन पर्यो भन्दाखेरि तपाईको आफ्नै स्टाइलमा र आफ्नै शैलीमा चाहिँ हुन पर्छ। तपाई आफ्नै स्टाइल र आफ्नै शैलीमा फरक र युनिक तरिकाले तपाई त्यो भिडियोको क्रिएट गर्नुहुन्छ भने त्यो राम्रो हुन्छ, तर कसैको हुबहु कपी गर्नुभयो भने त्यो राम्रो हुँदैन। र अर्को तपाईले ध्यान दिनुपर्ने सबैभन्दा मेन र महत्त्वपूर्ण कुरा के हो भन्दाखेरि तपाईको यसमा फोकस कन्सिस्टेन्सी लगातार रूपमा हुन पर्यो। तपाई आज एउटा भिडियो अपलोड गर्नुभयो, त्यसपछि तपाई 15 दिनसम्म गायब भइदिनु भयो, 15 दिनसम्म कुनै पनि किसिमको त्यहाँ भिडियोहरु अपलोड गर्नु भएन भने अब तपाईको च्यानल चाहिँ ग्रो हुँदैन। किन भन्दाखेरि युट्युबले पनि
कन्टिन्यू काम गर्ने क्रिएटरलाई बढी रुचाउने गर्ने भएको हुनाले तपाईले यसमा चाहिँ कन्टिन्यू काम गर्न पर्ने हुन्छ। तपाई भिडियो कति बजे अपलोड गर्ने भन्ने टाइम चाहिँ कमसे कम फिक्स गर्न पर्ने हुन्छ त्यहाँ। जस्तो कि तपाई हरेक दिन बेलुका 8 बजे वा 9 बजे भिडियो अपलोड गर्ने हो भने हरेक दिन त्यही टाइममा अपलोड गर्नु पर्यो। अब तपाई जस्तै एक दिन बिराएर अपलोड गर्दै हुनुहुन्छ भने त्यही सिस्टममा जानु पर्यो। हैन भने अब म लगातार रूपमा हरेक दिन डेली भिडियो अपलोड गर्छु भन्न चाहनुहुन्छ भने त तपाईले डेली अपलोड गर्न पर्यो। त्यसको लागि तपाईले डेली कुनै न कुनै शीर्षक छनौट गर्न पर्यो। तपाई कुन विषयमा बोल्ने ती शीर्षकहरू तपाई लगातार रूपमा डेली छनौट गर्नुपर्ने हुन्छ र डेली कुनै न कुनै भिडियोहरू त्यो विषयमा तपाईले बनाएर अपलोड गर्न पर्ने हुन्छ। त्यही भएर तपाईले ध्यान दिनुपर्ने कुरा के भन्दाखेरि कमसे कम तपाईले हप्तामा कम्तीमा पनि 2 वटा लङ भिडियो चाहिँ अपलोड गर्नुहोस्। तपाई सर्ट भिडियो अपलोड गर्दै हुनुहुन्छ भने दिनमा 2 देखि 3 वटा सम्म गर्न सक्नुहुन्छ। तर लङ गर्दै हुनुहुन्छ र तपाई अलिक बिजी टाइपको मान्छे हो, तपाईले त्यति धेरै फुर्सद हुँदैन भने तपाई हप्तामा 2 वटा लङ भिडियोहरू लगभग तपाईले 7 देखि 15 मिनेट सम्मको भिडियोहरू चाहिँ अपलोड गर्नु होला। तपाई धेरै लामो भिडियोहरू 1 घण्टा 1.5 घण्टा वा आधा घण्टा भन्दा बढी लामो भिडियोहरू बनाउनु भयो भने अब ऑडियन्सले फुल वाच नगर्दिन पनि सक्छ। त्यही भएर तपाई कस्तो भिडियोहरू बनाउनुस् भन्दाखेरि बरु त्यसको टाइम थोरै होस्, 7 मिनेट होस् 10 मिनेट होस्, तर भिडियो चाहिँ अति नै उपयोगी होस्, मान्छेले ऑडियन्सले पनि फुल वाच गर्ने किसिमको भिडियो हुनुपर्छ। अब तपाईले यी महत्त्वपूर्ण कुराहरू यदि बुझिसक्नु भएको छ भने एउटा नयाँ युट्युबरले के कुरामा विशेष ध्यान दिन पर्छ भन्ने कुरा तपाईहरुलाई थाहा भइसकेको छ। तपाई यी महत्त्वपूर्ण कुराहरूलाई आत्मसात गर्दै तपाई अघि बढ्नु भयो भने तपाईको युट्युब निकट भविष्यमै राम्रो ग्रोथ गर्न सक्ने सम्भावना अति उच्च हुन्छ। त्यही भएर थम्बनेलमा ध्यान दिनुहोस्। तपाई कुन टाइममा भिडियो अपलोड गर्नुहुन्छ त्यो टाइममा ध्यान दिनुहोस्। हप्तामा कतिवटा भिडियो अपलोड गर्ने कि डेली अपलोड गर्ने, सबैभन्दा पहिले यी कुराहरू यकिन गर्नुहोस्। तपाईको भिडियोको भित्र जेसुकै होस् तर तपाईको थम्बनेल चाहिँ अति नै आकर्षक हुनुपर्छ। किन भन्दाखेरि थम्बनेल भनेको हाम्रो युट्युबको भिडियोको मेन ढोकाको काम गर्छ र सबैभन्दा महत्त्वपूर्ण पनि थम्बनेल हुन्छ। तपाई भित्र जेसुकै राखे पनि तपाईको थम्बनेल भने अति नै आकर्षक हुनुपर्ने हुन्छ। तपाईको थम्बनेल सही छ भने तपाईको भिडियो पनि ग्रोथ हुने चान्स एकदमै हाई हुन्छ। र आजको यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो, मन पर्यो भने लाइक गर्नुहोस्। आफ्नो साथीभाइहरु समक्ष पुर्याउनको लागि यो भिडियोलाई शेयर गर्नुहोस् र यो भिडियो हेरिसकेपछि तपाईको मनमा कस्तो प्रतिक्रियाहरू आयो ती सम्पूर्ण प्रतिक्रिया कमेन्टमा लेख्नुहोस्। कतिको उपयोगी लाग्यो आफ्नो प्रतिक्रिया तपाई कमेन्टमा लेख्नु होला। कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ सम्पूर्ण जानकारी तपाईले प्रतिक्रियाको रूपमा कमेन्टमा राख्न सक्नुहुन्छ र यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। भोलि अर्को नयाँ टपिक सहित नयाँ भिडियोमा प्रस्तुत हुने बाचा गर्दै म आरके सर पनि आजको लागि बिदा हुन चाहन्छु। नमस्कार।